नमस्कार, म गोविन्द चन्द्र सुवेदी। विशेष गरी म सनातन धर्म र संस्कृति सम्बन्धी अध्ययन गर्छु, अध्येता हुँ र यस विषयमा हाम्रो धर्म के हो, हाम्रो चाडपर्वहरू के हुन्, हाम्रो संस्कार के हुन्, हाम्रा संस्कृतिहरू के हुन्, यसको बारेमा जनमानसलाई बुझाएर त्यसलाई ती चाडपर्वहरूको महत्त्व बुझाएर त्यसको निरन्तरता रहोस् र हाम्रो धर्म संस्कृति बचोस्, विश्वभर हाम्रा धर्म संस्कृतिहरू उजागर हुन्, सबैले यसको पालना गरून् भन्ने उद्देश्यले हामीले विगत केही वर्षदेखि नै यी संस्कृति चाडपर्वहरूको बारेमा बताउँदै आएका छौँ र यही सिलसिलामा आज म विशेष गरी यो मङ्सिर महिना, हामी जसलाई मङ्सिर भन्छौँ, यसको नाम शुद्ध नाम त मार्गशीर्ष हो, महिनाहरूको शिर हो र यसलाई नामाकरण कसरी भयो त भन्दा 12 महिनाका नामहरू विशेष गरी नक्षत्रहरूको आधारमा राखिएको छ, जसलाई हाम्रा संस्कृतविदहरूले अथवा हाम्रा धर्मशास्त्रीहरूले जनतालाई यो कुरा बुझाउन सक्नु भएन। 12 महिनाका नामहरू यो नक्षत्रको आधारमा हुन्छ। पूर्णिमा तिथिमा राति भोग गर्ने नक्षत्रको आधारमा त्यो महिनाको नाम राखिएको हुन्छ। यो महिना मृगशिरा नक्षत्रले भोग गरेको कारणले गर्दा यसको मृगशिरा मार्गशीर्ष हुँदै अब हामी मङ्सिर भन्ने भयौँ। यो सूर्य मास अन्तर्गतको 8औं महिना हुन्छ। तिथिले मङ्सिर महिना लागिसकेकोले कार्तिक गतेको हिसाबले त अहिलेसम्म कार्तिक महिना नै छ, तर हामी चन्द्रमासको हिसाबले हामी तिथिको आधारमा हाम्रा चाडपर्वहरू चल्ने भएकोले यो मङ्सिरको कृष्ण पक्षको आज नवमी तिथि भएको छ। त्यसैले म केही यो महिनाका महत्त्वपूर्ण केही चाडपर्वहरू बारेमा म यहाँहरूलाई केही जानकारी गराउने जमर्को गर्दैछु। विशेष गरी आजबाट सबैलाई थाहा छ गुह्येश्वरी शक्तिपीठ सतीदेवीको गुह्य अङ्ग पतन भएको मानेको गुह्येश्वरी, जो ब्रह्मा विष्णु महेश्वर तीनै देवीहरूको पनि आमा हुनुहुन्छ। उहाँ सर्वेश्वरी हुनुहुन्छ। त्यसैले विश्वभरका शक्तिपीठहरूकी प्रमुख पीठ पनि हुनुहुन्छ। उहाँ शक्तिपीठहरूमा उहाँको जात्रा आजबाट सुरु हुन्छ। आज उहाँहरूको झण्डोत्तोलन अर्थात् खामो गाड्ने कार्यक्रम हुन्छ र यो चाहिँ कहाँ हो त भन्दा श्रेष्ठमान्तक वनको मृगस्थली स्थित गुह्येश्वरी एक प्रमुख शक्तिपीठ, जहाँ सतीदेवीको मृत्युपछि महादेवले उहाँको मृत शरीर बोकेर भ्रमण गर्दा विष्णुद्वारा किरा पारेर कुहाइदिएकोले सतीदेवीको शरीर कुहिँदै शिवजी हिँड्नुहुँदा यहाँ आइपुग्दाखेरि उहाँको गुह्य पतन भयो। यो गुह्य पतन भएको ठाउँ सिद्ध हुन गयो, त्यसैले यिनलाई सिद्धेश्वरी पनि भनिन्छ। यहाँसँगै सिद्धेश्वरी ज्योतिर्लिङ्ग पनि हुनुहुन्छ। भगवान पशुपतिनाथका 64 ज्योतिर्लिङ्गहरूमध्ये एउटा महत्त्वपूर्ण ज्योतिर्लिङ्ग सिद्धेश्वर ज्योतिर्लिङ्ग यही प्राङ्गणमा हुनुहुन्छ। यो मन्दिर स्वयम्भू ज्योतिर्लिङ्ग हो। यहाँ गुह्येश्वरी माताको मन्दिर छ, जसको गुह्य अर्थात् एउटा गहिरो खाल्टो छ। गुह्य भनेको उहाँको गर्भगृह हो। त्यो हो उहाँको चाहिँ यो मङ्सिर महिनाको यो कृष्ण पक्षको नवमी, दशमी र एकादशी 3 दिन जात्रा मनाइन्छ। त्यो जात्रामा आज चाहिँ बाँस र मयरको लिङ्गो गाड्ने चलन छ। आज नवमीको दिनमा उहाँको त्यहाँ चाहिँ लिङ्गो गाडिन्छ र त्यसबाट जात्रा हुन्छ। भोलि दशमीको दिनमा उहाँको जात्रा भनेको उहाँको कुनै मूर्ति छैन, अर्थात् काठमाडौँ हनुमान ढोकामा हुनुभएका जुन तुलजा भवानी, नेवारहरूले पछि उहाँलाई माथि अग्लो ठाउँमा रहेकोले टलेजु भन्नुभयो। तलेजु भन्नु र तुलजा भवानी भनेको एउटै हो। जो चाहिँ सिमरौनगढबाट नान्यदेव र हरिसिंह देवहरूले काठमाडौँ उपत्यका आउँदाखेरि लिएर आउनु भएको थियो र स्थापना गर्नुभएको थियो। उहाँको दुवै दिदीबहिनी हुनुहुन्छ। तुलजा भवानी र गुह्येश्वरी माता दिदीबहिनी मानिन्छ र दुवैको प्रतीक चाहिँ चाँदीको कलश हो। चाँदीको त्यो कलश उहाँहरूको सम्मिलन गराउने पर्व नै जात्रा पर्व हो। आज नवमीको दिनमा जब शेषमान्तक वनबाट ल्याइएको मयरको हाँगो र लिङ्गो गाडिन्छ त्यहाँ उहाँको प्राङ्गणमा, त्यसपछि
उहाँको चाहिँ जात्रा सुरु हुन्छ। अब कसरी उहाँ चाहिँ उत्पन्न हुनुभयो भन्ने सम्बन्धमा त मैले प्रश्न गरिहालेँ। सतीदेवको गुह्य पतन भएकोले यहाँ गुहेश्वर लिङ्ग, जसलाई सिद्धेश्वर ज्योतिर्लिङ्ग भनिन्छ, त्यही प्राङ्गणमा हुनुहुन्छ। उहाँकै पत्नीको रूपमा पार्वती बस्नुभयो, जसलाई गुहेश्वरी माता भनियो। इन्द्रादि देवदेवताहरूले यहीँ आएर तपस्या गरेकोले तीनैवटा देवताहरूले उहाँबाटै वरदानहरू पाए। सत्यतेता, द्वापर र कली चारै युगमा देवताकै नाममा प्रख्यात रहे भनेर देवताहरूले आशीर्वाद गुहेश्वरीबाटै पाउनुभएको कुरा माघ महात्म्यमा उल्लेख छ। सतीदेवीको अङ्गहरू पतन भएका प्रत्येक स्थानहरूमा प्रत्येक शक्तिपीठहरू उत्पन्न भएको र विश्वभर यस्ता शक्तिपीठहरू 7.5 करोड रहेको कुरा स्वस्थानी व्रतकथामा पनि उल्लेख छ। यो प्राचीन कालमा हालको गुहेश्वरी जुन पीठ हो, म यसको परिचय गराउन चाहन्छु। पहिला गुहेश्वरी पीठ रहेको स्थानलाई पहिला त्यसैले सिद्धाचल पर्वत भनिन्छ। यस पुण्यस्थलमा तपस्या गरेर ब्रह्माले ब्रह्मपद पाए, विष्णुले वैकुण्ठ पद पाए र वैकुण्ठ पद पाए भने शिवले रुद्र पद पाए। यो तीनै देवताहरूले त्यो पद पनि गुहेश्वरीबाट पाउनु भएको हो। त्यसैले गुहेश्वरीलाई सर्वेश्वरी भनेको सबै देवता सबै देवीहरूको पनि देवी माता भनिएको छ। उहाँलाई जगतजननी सर्वेश्वरी भनिन्छ। अब सर्वेश्वरी माताको मूर्ति छैन, मैले अघि नै भने यहाँहरूलाई। त्यो ठाउँ त एउटा गर्भगृह गहिरो खाल्टो छ। त्यो खाल्टोभित्र चाहिँ अब त्यसको जात्रामा चाहिँ रक्सी, माछा र कुखुराका उसिनेका अन्डाहरू हाल्ने चलन छ। रक्सी नहाल्दाखेरि त्यो माछा र अन्डा चाहिँ नउत्रिएर डुबेको कथा छ चन्द्रशमशेर राणाको पालामा। चन्द्रशमशेर नेपालमा प्रधानमन्त्री हुँदा उनले यो मादक पदार्थ उत्पादन र बिक्री वितरणमा रोक लगाएका थिए। तर गुहेश्वरी माताकै जब चाहिँ जात्रा चलाइयो, त्यहाँ चाहिँ रक्सी नहालिकन केवल माछा र अन्डा मात्रै हाल्दाखेरि त्यो नउत्रेर भित्रै दबिएको कारणले बाध्य भएर एकजना नेवार्ने बुढी आमैले लुकाएर लिएर गएर रक्सी तुरुक्क त्यहाँ हालिदिनु भएपछि ती सबै उत्रेर आएको कथा जब उनले सुने, त्यसपछि अनिखेरि ओहो यो त नभई नहुने देवीलाई नभई नहुने चिज रहेछ। त्यसैले चाडपर्वहरूमा पनि अब रक्सी पार्नु र सीमित मात्रामा पार्नु भनेर अनि उनले फोका गरिदिएको पनि इतिहास छ। यसरी गर्भगृहको मुखमा सधैँ चाँदीको कलशले ढाकेको हुन्छ। मैले भनिहालेँ त्यो गुहेश्वरी माताको गर्भगृह हो, त्यसमा चाँदीको पाताले घेरिएको हुन्छ, त्यसमा कलशको आकार दिइएको हुन्छ, त्यसको बिर्को पनि कलशकै हुन्छ। हरेक वर्ष मार्ग कृष्ण नवमीको दिनमा उनको जात्रा मनाउने सुरुवात जब लिङ्गो गाडेर हुन्छ, त्यस दिनमा चाहिँ उहाँको जात्राको सुरुवात गरिने हो। गुहेश्वरी मन्दिरको चारैतिर चाँदीको जलप लगाएका र चाँदीको कलश कुँदिएका 4वटा ढोकाहरू छन् मन्दिरहरू। केवल पश्चिमतर्फ ढोकाबाट मात्रै हामीले पूर्व फर्केर दर्शन गर्नुपर्छ। गजुर नभएको एक तले मन्दिरको रूपमा रहेको कुरा हामी सबैले देखेकै छौँ, जसको ढोकामा दायाँ बायाँ ढुङ्गाका सिंहका मूर्ति छन्। माथि 4वटा सुनका नागहरू रहेका छन्। मन्दिरभित्र गर्भगृह रहेको ठाउँमा गोलाकार पातोमा 8वटा पात भएको अष्टपत्रको कमलको फूलको आकारमा गर्भगृह बनाइएको छ, जसलाई चाँदीको कलशले ढाकिएको हुन्छ। यसै कलशलाई गुहेश्वरीको पूजा गर्ने स्थल मानिन्छ। गुहेश्वरीलाई यिनैलाई गुहेश्वरी भन्ने मानिन्छ भने कलश झिकेपछि त्यसको गर्भगृहको दर्शन गर्न मिल्छ, जसमा मैले अघि नै भने कुखुराको उसिनेको फूल, माछा र रक्सी आली चढाइन्छ र भक्तजनले त्यहाँ पूजा गरेर जल लिँदाखेरि फूल वा माछा हातमा पर्यो भने सगुन भयो, उसलाई चाहिँ भाग्य आयो भन्ने पनि गर्दछन्। यो गुहेश्वरीको जल सुक्यो भने देशमा अनिष्ट हुन्छ। देशमा अनिष्टको सङ्केत गर्ने केही स्थानहरू छन्, जस्तो गुहेश्वरीको कुण्ड, अर्को दोलखा भीमेश्वरलाई पसिना आउनु, अर्को जनकपुर धाममा रहेको धनुषा धामको त्यो पिपलको बोटमुनि जुन रामचन्द्रले धनुष भाँचेको टुक्रा अझै बाँकी छ, त्यो धनुषा धाममा भएको पिपलको बोटको जरा फेदमा सानो एउटा कुण्ड छ। त्यो कुण्ड सानो कुण्ड छ, तर त्यहाँ पनि सधैँ जल हुन्छ। यदि त्यो सुक्यो भने पनि अनिष्टको सङ्केत गर्छन्
र देशमा अन्य विभिन्न ठाउँमा पनि देशको अनिष्टको सङ्केत गर्ने यस्ता महत्त्वपूर्ण स्थलहरू छन्, जसमध्ये गुजेश्वरीको गर्भगृह पनि हो। गुजेश्वरीको गर्भगृहको जल यदि सुक्यो भने देशमा अनिष्ट हुन्छ र बेला बेलामा यस्तो घटनाहरू हामीले सुनेका पनि छौँ। गुजेश्वरी देवीले काठमाडौँ उपत्यकाको रक्षा गरेर बस्नु भएको छ। उहाँले एउटा ज्वलन्त उदाहरण भनेको काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल पदच्युत हुनु र फेरि पद बहाली हुनु। उनी काठमाडौँको 2 चोटि राजा भए। विक्रम सम्वत 1711 अर्थात् नेपाल सम्वत 774 को वैशाख शुक्ल एकादशीका दिन यो मन्दिर जयप्रकाश मल्लले सम्पन्न गराएका हुन्, निर्माण गराएका हुन्। उनले यहाँ गणेश र भैरवको मूर्ति समेत स्थापना गरे। मन्दिर अगाडि रहेको कछुवामाथि शिलास्तम्भमा उनले आफ्नो अर्ध कदको शालिग बनाएर राखे र शिलालेख पनि राखे। आफ्नै रानी दयावतीबाट पदच्युत भएका राजा जयप्रकाश मल्लले गुजेश्वरीमा शरण लिई यिनैको शक्तिले आफूलाई पक्रिन आएका सिपाहीहरूलाई समेत आफ्नो बसमा पारेर तिनैका मद्दतले फेरि हनुमान ढोका दरबार आएर राजा भएका थिए। यसरी 2 चोटि राजा भए र केवल यिनै गुजेश्वरी माताको प्रसादले। यसअघि पनि एउटा कथा छ। शिवजी सधैँ विषभाङ खाने, मसानको खरानी धस्ने, पार्वतीलाई चाहिँ थाहा नदिकन हराउने जस्ता कामहरू गर्न थाल्नुहुन्थ्यो। एक दिन शिवजीलाई पार्वतीले बिन्ती गरिछन्, हे शिवजी, हजुर कहाँ जानुहुन्छ? मलाई एक्लै छोडेर जाँदा म एक्लै कसरी बसौँ भनेर भन्नुहुँदा शिवजीले कहिलेकाहीँ त हो पार्वती, यस्तै हो, कहिलेकाहीँ वनविहार गर्न, कहिले राजहंस भएर मानसरोवरमा जान, कहिलेकाहीँ मृग भएर बृहस्थलीमा जान मलाई पनि इच्छा लाग्छ। जे भए पनि म बेला बेला त आइहालेको छु भनेर जवाफ दिनुभयो। त्यसै गरी एकचोटि उहाँ पार्वतीलाई नभनिकन उहाँ हराइदिनु भयो। हराउनुभयो, कहाँ जानुभयो? पार्वतीले धेरै खोज्नुभयो। त्यहाँ आएर धेरै अवधिसम्म चाहिँ त्यो गौरीघाटमा बस्नुभयो, तपस्या गर्नुभयो, फेला पार्नु भएन। त्यसपछि पार्वती चाहिँ कहाँ जाने त भन्दाखेरि आफ्नै माता सासू गुजेको छोरी कहाँ जानु भएर, माता मलाई चाहिँ यसोछि गरेर शिवजीले यसरी धोका दिएर हिँडिरहनु भयो, मलाई दुःख दिनुभयो, के गरौँ भनेपछि पख तिमी लुक अब भनेर लुकाउनु भयो। शिवजी पछि सम्झेर पार्वतीलाई खोज्दै आउँदाखेरि भेटाउनु भएन। नआइसकेपछि गुजेश्वरी माता कहाँ आएर लौ न मेरो पार्वती त कहाँ गइन्, मलाई फेला पार्दैन पर्यो माता भनेर भन्दा तिमी यसरी धोका दिएर सधैँ हिँडिरहने हो त? होइन, अब म धोका दिन्न। अब चाहिँ उनलाई नभनिकन म कहीँ पनि जान्न र उनीसँग सरसल्लाह गरेर मात्र मलाई पार्वती फेला पारिदिनु पर्यो हजुरले भन्दा हो त ल भनेपछि उहाँले स्वयं पार्वती निकालिदिनु भयो र ल तिम्रो पार्वती कुन चाहिँ हो, ल रोजेर लैजाऊ भनिदिनु। यसो शिवजीले हेर्नु भएको त सबै पार्वती एक नाशका छन्, कुनैलाई पनि यो चाहिँ मेरो पार्वती हो, यी चाहिँ होइनन् भन्न सक्नु भएन। त्यसो भन्न नसकिसकेपछि उहाँले अनि होइन माता, मैले त छुट्याउनै सकिनँ, ल हजुरले नै भनिदिनु पर्यो, मलाई चाहिँ म त छुट्याउन सकिनँ भनेपछि हो त हो, अब आइन्दा वचन देऊ त्यसो भए तिमी भन्दा हुन्छ, म कहिले पनि पार्वतीलाई एक्लै पारेर यसरी हिँड्दिनँ, म उनीसँग सरसल्लाह गरेर मात्र हिँड्छु। त्यसपछि उहाँले एउटी पार्वतीलाई तिमी चाहिँ आऊ त भनेर दिनुभयो। जो साँच्चै पार्वती हुनुहुन्थ्यो उहाँलाई चाहिँ दिएपछि शिवजीले लिएर जानुभएको थियो। यसरी स्वयं पार्वती बनाएर आफ्नो गर्भगृहमा आफ्नो गर्भमा चाहिँ लुकाउन सक्ने क्षमता चाहिँ गुजेश्वरी मातामा छ। अब उहाँको जात्राको कुरा गर्छु म। हरेक वर्ष मार्गकृष्ण दशमीका दिन, नवमीको दिनमा उहाँको चाहिँ जब लिङ्ग ठडाइन्छ अथवा अष्टमीको दिनबाटै सुरु भएको मानिन्छ। मार्गकृष्ण अष्टमीको दिन नै लिङ्ग ठडाएपछि उहाँको जात्रा सुरु भएको मानिन्छ। अझ त्यसको भोलिपल्ट अर्थात् नवमीको दिन चाहिँ हनुमान ढोका दरबारमा रहेकी तलेजु भवानीमा चाहिँ बहिनीसँग मिलाउनलाई उहाँलाई ल्याइन्छ। उहाँको त्यो कलशलाई खटमा राखेर बोजेर ल्याइन्छ। अनि तलेजु भवानीको र गुजेश्वरीको चाहिँ मूर्ति छैन। मैले अघि नै पनि यहाँहरूलाई भने त्यो चाहिँ केवल चाँदीको कलश नै हो उहाँको प्रतीक। त्यसरी उहाँलाई चाहिँ सँगै राखेर गोलाकार धातुको पातामा 8 पत्र भएको कमलको फुल अङ्कित
3 खुट्टा भएको, फेरि त्यो कलशमा पनि 3 खुट्टा हुन्छ, 4 खुट्टा होइन भएको कलश चाहिँ लिएर उहाँहरू चाहिँ कहाँ हुनुहुन्छ भन्दाखेरि हनुमान ढोकामा आउनुहुन्छ। हनुमान ढोकामा आएर दुई दिदीबहिनीको मिलन गराएर संयुक्त रूपमा पूजा गर्ने चलन छ। दुई दिदीबहिनीलाई संयुक्त राख्नु यहाँ पूजा गरिसकेपछि यो पूजामा मन्दिरभित्र रहेको भैरवलाई चाहिँ बोकाको बलि दिएर त्यहाँको प्रसाद गुजेश्वरी र तलेजु भवानीलाई चढाउने चलन छ। दशमीको दिन अर्थात् तेस्रो दिन चाहिँ विशेष गरी पूजा गरेर गुजेश्वरी र तलेजु भवानीलाई खटमा राखेर बोकेर गुर्जुको पल्टनले बाजागाजा सहित तोप पड्काएर हनुमान ढोका घुमाउँछन्। हनुमान ढोकाभित्र पुर्याउँछन् र त्यहाँ पुगेर तलेजु भवानीको कलशलाई उनकै मन्दिरमा लगेर स्थापना गराउँछन्। अनि गुजेश्वरीको कलशलाई चाहिँ जगन्नाथजीको मन्दिरसँगैको पार्टीमा राखिन्छ। तर भोलिपल्ट एकादशीको दिन बिहानै अब रातभरि त्यही कलशलाई त्यही घरमा उसमा चाहिँ जगन्नाथजीको पार्टीमा राखिन्छ। अनि भोलिपल्ट एकादशीको दिन बिहानै यो चसान टोलका मानन्दरहरूको एउटा गुठी छ, त्यो मानन्दरहरूको गुठीका तर्फबाट दाफा बाजासहित बजाउँदै बजाउँदै गुजेश्वरीलाई भजन कीर्तन गाएर तलेजु भवानीको मन्दिरमा लगेर फेरि भेटाउँछन्। त्यहाँ तलेजु भवानीको तर्फबाट गुजेश्वरीको स्वागत गरेर दुवै दिदीबहिनीलाई फेरि पुराण मिलन हुन्छ र अनि त्यहाँबाट बिदा गराएर गुजेश्वरीलाई चाहिँ आफ्नै स्थानमा लगेर गुजेश्वरीकै मन्दिरमा लगेर स्थापना गरिन्छ गुजेश्वरीको कलशलाई। यसरी गुजेश्वरीको जात्रा एकादशीको दिन समापन हुन्छ। आज मैले यहाँहरूलाई छोटकरीमा गुजेश्वरी सबैजना पशुपति जानुहुन्छ, गुजेश्वरी जानुहुन्छ, गुजेश्वरीको दर्शन गर्नुहुन्छ, फर्कनुहुन्छ। तर गुजेश्वरी माता के हुन्, यिनको जात्रा कसरी मनाइन्छ, किन मनाइन्छ भन्ने सम्बन्धमा मैले प्रश्न गरेँ र म अब अर्को भागमा चाहिँ वंशी र कृष्ण एकादशी अर्थात् जसलाई उत्पत्तिका एकादशी भनिन्छ, यो एकादशीलाई किन उत्पत्तिका एकादशी भनियो, यो एकादशीको महत्त्व के हो, यसको महिमा के हो, यसको व्रत कसरी गर्ने, यसको व्रत